छठ पर्व को विदा केवल एक दिन संध्या अर्घमा मात्र। तर छठ पर्व केवल एक दिन को पूजा होइन, यो 4 दिन को श्रद्धा, आस्था र बलिदान को पर्व हो। पहिलो दिन नहाए खाए, जहाँ आमा घर सफा गर्छिन्, नदी को जलले शुद्धता ल्याउँछिन्। दोस्रो दिन खरना, जब उनी नुन पानी नखाई परिवार को सुख शान्ति को लागि व्रत बस्छिन्। तेस्रो दिन सन्ध्या अर्घ, जब सूर्य अस्ताउँछ र आमा अर्घ चढाउँछिन्। चौथो दिन बिहानको अर्घ, जब बिहानीको घामसँगै लाखौं परिवारको आशा उदाउँछ। तर यस्तो पवित्र पर्वमा जब बिदा केवल एक दिन हुन्छ, त्यो पनि तेस्रो दिन, तब विद्यार्थी, जनता र कर्मचारी सबै मारमा पर्छन्। सोच्नुस् त, बाहिर पढ्ने विद्यार्थीहरू घर पुग्नमै लाग्छ 1-2 दिन, तब उनीहरू घर पुग्छन्। जब उनीहरू घर पुग्छन्, तब पर्वको आधा हिस्सा सकिसकेको हुन्छ। काठमाडौँका विद्यार्थीहरू आफ्नै घर, आफ्नै आमाको अर्घ, आफ्नै संस्कृतिबाट टाढा बस्न बाध्य छन्। कर्मचारीहरू कार्यालय र धर्म बीच दोधारमा फसेको छन्, अनि आमाहरू घाटमा व्रत बस्दै सूर्यलाई अर्घ दिइरहेको हुन्छन्, तर उनको वरिपरि परिवार नहुँदा आँखा रसाउँछन्। त्यो आँसु केवल थकानको होइन, त्यो व्यवस्थाको पीडा हो, जसले भन्छ म मेरो धर्म मनाउन पनि छुट्टी पाइन। छठ केवल तराईको होइन, यो सम्पूर्ण नेपालको गौरव हो। सूर्य, जल र माटो प्रतिको हाम्रो श्रद्धा हो। सरकारलाई हाम्रो सानो अनुरोध, छठ पर्वलाई केवल एक दिनको बिदामा सीमित नगर्नुहोस्। यो पर्वलाई 4 दिनको संस्कृति र आस्थाको उत्सवको रूपमा सम्मान दिइयोस्, ताकि विद्यार्थी घर पुग्न सकुन्, कर्मचारी आमा र परिवारसँग छठ घाटमा उपस्थित हुन सकुन् र आस्थामा कहिले पनि नलागोस् व्यवस्थाको छाया। छठ हाम्रो गर्व हो, हाम्रो पहिचान हो, यसको सम्मान हाम्रो जिम्मेवारी हो। यो भिडियो शेयर गरौँ ताकि यो आवाज विद्यार्थी, जनता र सरकार सबैसम्म पुगोस्। जय छठी मैया।